राजै हो होइन राजा भएपछि त्यो पछाडि अरू कुरा हुँदैन कि सक्यो त्योभन्दा माथि केही पनि हुँदैन राष्ट्रवादी भनेर चिनौँ होइन देशभक्ति भनेर चिनौँ हिजो नेपालको झन्डा जल्दै गर्दाखेरि राष्ट्रिय झन्डा गराउँदै जल्दै गर्दाखेरि एकजना नउफ्रिनेहरू होइन आज पार्टीका झन्डा जल्दाखेरि पार्टीको अपहेलना भयो भनेर पार्टी चौकोमा लाग्नेहरू यस्ताहरूलाई चाहिँ पढाउने युवा यथार्थ कुरा सिकाउने युवा यो देशलाई बनाउनुपर्छ भन्ने युवा हिजो के थियो भन्दाखेरि देशमा चाहिँ टुकी बत्ती बालेर आएको थियो क्या यो देशलाई उज्यालोतर्फ लान्छु भनेर होइन तिनीहरूले कस्तो तर्फ चाहिँ लाग्यो भने आज बिरामी हुँदै गर्दाखेरि हस्पिटलमा जाँदाखेरि हस्पिटलमा पावर लाउनु पर्ने स्कुलमा भर्ना हुन जाँदाखेरि स्कुलै पावर लाउनु पर्ने तपाईँको किसानले मल पाउँदाखेरि मलमै पावर लाउनु पर्ने विषादी पाउँदा लिन खोज्दाखेरि विषादीमै पावर लाउनु पर्ने र विदेश जाँदासम्म पनि के यो देशमा बस्न नसकेर के यो गणतन्त्रले मान्छेलाई बेचेको हो नि त तर बेच्न नि कसरी बेच्यो भने मान्छेलाई उल्लु बनाएर के आफै पैसा दिएर आफै बेचिने अनि त्यो बेचिनेको पैसा पनि पावर लाउनु पर्ने अझै पनि यो देशमा न रोजगारी दिन सक्यो न विकास दिन सक्यो न मिलाएर राख्न सक्यो कि न केही गर्नु सक्यो यिनीहरूको केही काम छैन सब गद्दारहरू हुन् राजा बाहेक सब दलाल हुन् दुर्गा प्रसादले नछोड्ने तयारीमा छ नि त यो सरकार निर्वाचनभन्दा अगाडि दुर्गा प्रसादले नछोड्ने होडमा देखिन्छ क्या यस्तो यो पश्चिमा शक्ति हो हाइज्याकर सरकार हो यो सबै बारबाराको खेल हो होइन यो नयाँ शक्तिहरू भन्ने सबै बारबाराको खेल हो यो सुशीला आमा त अब यस्तो घाती भएर निस्किनु भयो कि होइन कसम देशले सब हामी युवा राष्ट्रवादी युवाहरूले चाहिँ पहिला सर्वप्रथम के भनेको थियो भने सुशीला आमा प्रधानमन्त्री हुँदै गर्दाखेरि देशले आजसम्म राष्ट्रघातीवादले प्रधानमन्त्री पायो साँच्चीकै वास्तविक आमा त अब पायो भन्नाले सबैभन्दा घातीको नि नम्बर 1 सही हो दलाल होइन यो देशै सखा पार्ने खालको चाहिँ आमा पायो होइन यो कुरामा चाहिँ साह्रै मन रोको छ यस्तो नहोस् आमा तपाईँको बुद्धि आओस् चाँडै राष्ट्रवादी कितालाई नचलाउनुहोस् नजिस्काउनुहोस् राष्ट्रवादी यो देशमा हर कोही जनता छन् होइन तपाईँ सडकमा आयो भने तपाईँले देख्न सक्नुहुन्न होइन तपाईँ सकेसम्म श्री 5 को धारणा अनुसार अनुरूप काम गरिदिनुहोस् यो देश जसको हो जसको देश उसकै उपदेश सुनिनुपर्छ हिजो पनि यो देश सानो मेहनतले बनाएको होइन के सानो सजिलो तरिकाले यो गुरु गोरखनाथको देश हो गौतम बुद्धको देश हो तपोभूमि हो हिजो पनि लडेर मारेर बनाएको राज्य जोगाएको राज्य होइन आज यिनीहरूले बेच्न खोज्दैछ यो सिधै कुरा आजसम्म नेपाली जनता हर नेपाली जनता स्वतन्त्र राज्यमा बाँचिरहेको छ भने अब चाहिँ अर्काको राज्यमा बाँच्न चाहँदैछ के दलाल हुँदैछ यो राष्ट्र अर्काको गुलाम बन्दै त्यो जोगाउनको लागि हामी जस्तो युवाहरू यहाँ छ के यो सडकमा छ अझै पनि होइन सडकमा तताउँदैछ होइन यो देश बनाउने हामीले हो सबैजना मिल्नुपर्छ सबैजना एकतामा हुनुपर्छ सर्वपक्षीय सरकार बन्नुपर्छ राष्ट्रिय सहमति अब तत्काल काम भएन भने यो चुनावले पनि केही निकास दिनेवाला छैन यस्तो जेएनजी भने एउटा यस्तो तपाईँलाई म भनिदिन्छु जेएनजी भने एउटा उमेर समूह हो हेर्नुहोस् उमेर समूह हो सबैजना बुद्धिजीवी हुँदैन सबैजनामा राजनीतिक चेत हुँदैन सबैजनासँग अध्ययन हुँदैन के जोसँग अध्ययन छन् राष्ट्रवादी किताबहरू यो किताबमा उभिन्छन् जोसँग अध्ययन छैन जो पावर हङ्ग्री हुन खोज्छन् जो स्वार्थको पछाडि कुद्छन् जानु के फरक पर्छ त हामी जस्तो पुर्खा छ नि हिजो तपाईँलाई एउटा क्लियर कुरा गरिदिन्छु होइन सबै नेपाली जनताले बुझ्नुपर्ने कुरा हिजो दरबारबाट श्री 5 महाराज धिराज ज्ञानेन्द्र वीर विक्रम शाहदेव छोडेर जाँदाखेरि एउटा पनि के श्री 5 को पक्षमा बोल्ने मान्छे थिएन के आज श्री 5 कहीँबाट काठमाडौँ प्रस्थान हुँदा र काठमाडौँबाट कहीँ जाँदाखेरि लाखौँ जनता के भन्छन् थाहा छ एउटै नारा हुन्छ के राजा आऊ देश बचाउँ हुँदैन सरकार गल्ती भयो हामीबाट आइसियोस् देश बचाइसियोस् सब माफी मागिरहेको छन् के सबले बुझिरहेको छन् नि त सबले बुझिरहेको छन् के सबैलाई थाहा छ कि यो देश राजाले बनाउने हो राजा भाइको सब दलाल हो भने थाहा छ तर हामी जस्तो खुलेर के यो देश बचाउनु पर्छ साँच्चीकै भ्रष्टाचारको अन्त्य गर्नुपर्छ सुशासन कायम गर्नुपर्छ भनेर आउने मान्छे छैन जेएनजीको मुभमेन्टको माग के थियो केही माग थियो भ्रष्टाचारको अन्त्य थियो होला नि अनि भ्रष्टाचार अन्त्य कसले गर्छ त प्रचण्डले गर्छ भ्रष्टाचारको अन्त्य केपी ओलीले गर्छ अनि रवि लामिछानेले गर्छ रवि लामिछाने आफै 4-5 वटा काण्डमा उच्याछ एउटा अदालतले प्रतिशोध गर्छ हो दुईटा अदालतले प्रतिशोध गर्छ जतिवटा अदालत गयो सबै अदालतले प्रतिशोध त गर्दैन नि ए रविको के हैसियत छ